वेलकम ब्याक टु माई च्यानल। आज फेरि हामी घुम्न जाने प्लान छ। त्यो ठाउँमा चाहिँ लाली गुराँस पाइन्छ भनेर जान लाग्यो म। लाली गुराँस टिप्न मन लागेर त्यही भएर सबै रेडी हुन गइसक्यो। म पनि रेडी हुन्छु र ब्लगको भित्र म चाहिँ हजुरहरूलाई कुन ठाउँ हो त्यो चाहिँ नाम पनि त्यही भन्छु। आज हाम्रो ड्रेस यो रहेको छ है। प्लट गर्दै हुन्छ प्लट सक्नुहुन्छ जे लग्यो त्यही घडीवाला मिठाई कति दामी बनाएको को पालो हो हिजो ऐसेलुको थियो आज किमुको पालो हो। बिच बिच रोडमा चोर्न पाइन्छ यहाँको फेरि सुविधा छ। जाम किम्बु खाम है, स्वास्थ्य जीवन बाँचौँ। दिनु हाइजेनिक कुराहरू खाउँ। अझ कति माथि छ बाबु भन त, हामी कहाँ जानु लागेछौँ भन त। रेसुङ्गा भन्छ त, घरजुरा रेसुङ्गा एउटै हो कि। ए लाली गुराँस भएको ठाउँमा पुग्यो तर टिप्न सकिँदैन त्यहाँ त। माथि पाइन्छ नि जति हो अब हाइट ऐसेलुको पालो आयो। अग्लोलाई चाहन्छ न, त्यही भएर हाइट लिएर आउनुपर्छ। भगवान्ले हाइट दिनुपर्छ कि हामी जस्तोलाई मात्रै दिनुहुन्छ। राम्रा मान्छेलाई के भन्न खोज्नु भन्न खोजेको त नराम्रो थियो, तँलाई हाइट भगवान्ले दिनु भएन, मन पराउनु होइन भगवान्ले नि। त्यही भएर हाइट लिएर आउनुलाई भाग्य लिएर आउनुपर्छ। भइहाल्यो, चाहिएन भाग्य साग्य। अझै कति टाढा डेस्टिनेसनमा पुग्नलाई। दिदी थाकेको अवस्था, धेरै वेट भएपछि यस्तो हुन्छ मान्छेको। हेर्नुहोस् है, आइएम फाइट होइन फिट। ए कस्तो दामी भयो। जंगल में आज मंगल करूंगी मैं, अरू केही भूखे शेरों से खेलूंगी मैं। यो जङ्गलमा जैसी हथेली यस्तै हालिदिन्छु मैले। छोरालाई ड्युटी लगाएन, ब्याग पनि भिनाजुलाई, बाबुलाई पनि भिनाजुलाई, आफू यहाँ हिरोइन बनेर हिँड्न है। उहाँ बाँकी ड्युटी चलिरह। कहिले काहीँ मोज गर्नुपर्छ अरे, सधैँभरि कति तनाव लिने। त देख्यो त्यतैतिर बाँदरहरू झुन्डे आउँछ नि त्यस्तै। मजा खाने ऐसेलु खाने ऐसेलु खाना मन लाग्छ। मेरो साले धेरै ऐसेलु छ। अहिले त्यो भिर नि रह, म त थाकिहालेँ। क्या मस्त भ्यू छ, कति शीतल छ। जाम भन रेसुङ्गा जाने हो अनि गजुटा एउटा ठुलो बिङ हुन्छ, एरोप्लेन देखिन्छ। लगेर हिँड ल एउटा यहाँ रुन लागेको अवस्था छ है यहाँ। खै ए रुँदै रहेछन् त त साँच्चीमा रुन लगाइरहेछन् त। ए नानी तिम्रो टी सर्टमा हेर त के भएछ। ल यहीँ छोडौँ हेर्नु होइन हजुर छ। ए रहेछ कस्तो राम्रो टिप्ने हेर त ल जा टिप गर। चाहिँ लाली गुराँस टिपेर भ्याएँ, तर मेरो त्यो टिपेको पार्ट यस्तो गन्दा खायो कि मलाई त्यो भिडियो हाल्ने मन लाग्दैन। त्यही भएर दिदीकै भिडियो हालिदिन्छु अब। मैले यति मिहिनेत गरेर टिपेकै ऊ त्यो टुप्पामा गएर हात पनि फोहोर भयो होइन। तर भिडियो बनाउने भिडियो म्यान चाहिँ बेकार भएर पायो त्यही ऐसेलु टिप्न हिँड्ने मान्छे। मैले टिपेको फुल आधा भिडियो त ऐसेलु टिपेको हुन्छ होला यो उसमा। ऐसेलु कसरी टिप्ने भनेर सिकाउँछु मैले। अनि तर एकदम काँडा हुने भएर अलिक गाह्रो त छ हेर्नु। सबैजना
खान मजा आउने कारणले गर्दा अहिले अरेङ्गाले टोकेर घाइते पनि हुन्छु होला जस्तो पनि लाग्छ यो हेर्नुहोस् छ ऐँसली एकदम रमाइलो भइरहेको छ अरेङ्गाल छ र तपाईँलाई कस्तो ऐँसली खान मन लागेको छ नि क्यानभास गुल्मीमा सम्पर्क गर्नु होला है त अझ तपाईँलाई मैले त भिनाजु कता गइसक्नु पार्क मन नपरेको हेर्नु यो पार्क घुम्न ल्याएको मान्छेले बाटोमा ऐँसोलो टिपेर आधा दिमाग खाइसक्नु भिनाजुहरू पुगिसक्ने अब आधा अलि अगाडि पुगेको यहाँ फेरि अझै अगाडि होला उता पनि रोक्छौँ हामी फेरि ऐँसोलो टिप्छौँ हँ यो ऐँसलीको बुटहरू नआउनु भने नत्र आज पार्क पुगिनेवाला छैन उहाँ टिपेको थियो फेरि यता अर्को ठाउँमा फेरि अर्को यता अब अलि ओह्रो पनि होला ऐँसोलो टिप्दा कालो निलो भइसक्यौँ ऐँसली र लाली गुराँस खाऊँ है चिन्न गाह्रो भयो हात पनि काला पिला भइसके यहाँ काँडा बिजिसकेँ रमाइलो छ एकदम दिदी ऐँसोलो टिप्नुहुन्छ म लाली गुराँस आम्ला आम गाइजहरू खान एकदम रमाइलो छ यता फेरि देखिन्छ कि कतैतिर ऐँसोलो हेर लाली गुराँस हेर त कति छ नि ओहो नि अब लाली गुराँस टन्नै भयो ऐँसली हेर्नु वहाँ कति छन् पहाडनिर डेस्टिनेसनमा पुग्ने लाग्यो डेस्टिनेसनमा बल्ल बल्ल अब ओह्रालोको पालो छ कस्तो राम्रो भ्यू चाहिँ पुरा तल पहाडबाट हिँडेर हामी माथि टुप्पामा पुग्यो के हो भन त कुराउनी हो र पुगेर पिङसिङ रहेछ र यहाँ पनि रहेछ बनाउँदै रहेछ क्या यहाँ जुस किनेर आए थाक्यो आई लभ रेसुङ्गा नगर्नु न दिदी कहाँ यहाँ उडेर बस्ने भनेर ए उडेर एउटा डरफोक एउटा उ गर्ने डरला होइन सामर्थ्य पन्थी पानीवाला बनाउनु कस्तो राम्रो छ पुरै यो पिङ्ग्रिनवाला पनि कस्तो राम्रो छ कि डस्टबिन राम्रो बनाउनु पर्छ यत्रो यो लगानी छ गरे कति धेरै हो भिडियो बनाउने भिनाजु चाहिँ ऊ त्यहाँ बोर भएर सुत्न मजाले सुत्न बोर भएर मुम्फली खाँदैछ यहाँ दुईजना डेटिङमा बसेछन् गुलबित नमगासको गीत मात्ते गएर नि त जिस्केर बढी कपाल घुमेर भ्याइयो अब फर्किँदाखेरिको अवस्था भिनाजुको पनि बना न त हामी आफ्नो आफ्नो ड्रेस अपमा हेलो गाइज छोड्नु होइन तपाईँले के भिडियो बनाउँदै हिँड्दै गरेको थिएँ यार खाना पनि दिनु यार भिडियो तेर्छ कहाँ लाग्छ दिमाग छैन छैन देख्ने हुन्न भने
भिनाजु ऊ तल पुगिसक्न तलतिर ऊ भिनाजु हेलो त्यहाँ दिदी दिमाग खराब गर्न यत्रो बाटो हिँड्नु बाँकी छ उहाँबाट तल पुग्नु छ भाइ यो अब बाटोमा ऐँसो लुट्युनी खाने अनि जाने जस्तो कार्यक्रम बनाइयो यहाँ चाहिँ कहाँबाट त्यसो भए म बुढो कहिले हुन्न तपाईँ छिटो बुढो हुनुहुन्छ दिलले फुल टिप्दिनको त्यही शान्तिले हिँड्नै दिन्नन् भने दुईजनालाई भ्यू पोइन्ट यहाँ डरै छैन मान्छेलाई भोक लागेर हामी चाहिँ पुग्यो होटलतिर पुग्यो के होला यो कस्तो मस्त सक्यो हाम्रो चटनी ल्याइदिनु है नगर भने बिहान गई थिएँ बेलुका भयो बिहान गएको थियौँ बेलुका भयो भाइ थाक्यो कि नै धेरै थाक्यो हो र हामी घर पनि पुग्यो बिहानै गएको हामी घुम्न चाहिँ आउँदा आउँदै अँध्यारो भइहाल्यो टाढो रहेछ क्या अनि आउँदाखेरि एउटा चक्लेट पनि भेट्यो एउटा चक्लेट चाहिँ लास्ट राम्रो लाग्छ कि यहाँ चाहिँ भेट्यो खोजिरहेको उतातिर भेटाएन भनौँ कि थिएन भनौँ खै के रहेछ त्यस्तै ल अब चाहिँ भ्लगलाई चाहिँ इन्ड गर्छु अनि एडिट पनि गर्नुपर्छ गुड नाइट अब स्विट ड्रिम बाई